1xbet मान्छेले पैसा धेरै कमाउने सपना देख्छन्, तर यसमा धेरै मान्छेहरू किन दिन प्रतिदिन हारिरहेका छन्? के एउटा गेम हो कि एउटा पर्फेक्टली डिजाइन गरिएको ट्र्याप हो? टुडे वी आर टकिङ अबाउट द ट्रुथ अफ 1xbet। अहिले नेपालमा धेरै यङहरू अनलाइन बेटिङमा लागिरहेको छन्। मोबाइल खोल्यो, बेट लगायो अनि एकछिनमा पैसा डबल हुने आश। तर यो देखिने जस्तो सजिलो हुँदैन, रियालिटी अलिक फरक हुन्छ। 1xbet एक अनलाइन बेटिङ प्लेटफर्म हो जहाँ स्पोर्ट्समा पैसा लगाएर पैसा डबल बनाउने आश हुन्छ। जस्तै फुटबल, क्रिकेट, क्यासिनो सबैमा बेट लगाउन मिल्छ। जस्तो इक्जाम्पलको लागि तिमीले ₹100 को बेट लगायो र त्यसमा तिमीले ओडी 2x को पायो भने तिम्रो ₹200 हुन्छ। सुन्दा त सजिलो छ, तर प्रब्लम त्यहीबाट स्टार्ट हुन्छ। सुरुमा धेरै जसो मान्छेहरू जित्छन्, तर यो र्यान्डम होइन, यो तिमीलाई अट्र्याक्ट गर्नको लागि हो। एकचोटि तिमीले जित्यो भने तिमी कन्फिडेन्स हुन्छौ र तिमी सोच्छौ, ओहो यो त इजी टु अर्न रहेछ, म त यसमा रेगुलर कमाउन सक्छु। तर त्यही मोमेन्टबाट ट्र्याप स्टार्ट हुन्छ, किनभने तिमी जति धेरै खेल्छौ त्यति धेरै रिस्क लिन्छौ अनि तिमी एक दिन हार्छौ। अनि त्यसपछि तिम्रो माइन्डले भन्छ अब म रिकभर गर्दै जान्छु, तर तिमी फेरि पैसा हाल्छौ। र यो हालिसकेको पैसा सबैभन्दा डेन्जर पार्ट हो, किनभने रिकभरीको नाममा मान्छेले सबैभन्दा बढी पैसा हालिरहेको हुन्छ। तिमी सोच्छौ तिमी कन्ट्रोलमा छौ, तर रियालिटीमा तिम्रो डिसिजन तिम्रो इमोसनले कन्ट्रोल गरिरहेको हुन्छ। अब यो गेम नभएर माइन्ड गेम बन्न पुग्छ। अब सिम्पल कुरा बुझ्दा यो सिस्टम झ्याप्प हेर्दा लकमा बेस्ड भएको जस्तो देखिन्छ, तर यसको रियालिटी यो हो कि यो सिस्टम म्याथमा बेस्ड भएको हुन्छ। ओड्सहरू यस्तो तरिकाले बेस्ट गरिरहेको हुन्छ कि लङ टर्ममा कम्पनीले नै जित्छ। सर्ट टर्ममा केही अमाउन्टहरू तिमीले जित्यो तापनि लङ टर्ममा भने यसको विन र यसको भागीदार भने कम्पनी नै रहेको हुन्छ। तिमी कहिलेकाहीँ जित्न सक्छौ, तर यो कुरा पनि याद राख्नु, जति तिमी जित्दै जान्छौ, जति तिमी लङ टर्म खेल्दै जान्छौ, त्यति तिमी हार्ने तिम्रो फिक्स नै हुन्छ। वास्तवमा भन्नुपर्दा यसमा कम्पनीले रिस्क लिँदैन, वास्तवमा यसमा रिस्क चाहिँ तिमीले लिइरहेको हुन्छौ। यसमा तिमीले सुरुमा 1000 हाल्छौ र तिम्रो 2000 आउँछ, र तिमीले यसमा 4000 हाल्छौ, तिम्रो 4000 जान्छ, र तिमीले त्यसलाई रिकभर गर्नलाई फेरि 4000 हाल्छौ, त्यो फेरि जान्छ, र यो साइकल तिम्रो निरन्तर चलिरहेको हुन्छ। अनि तिमीले एक दिन रियलाइज गर्छौ कि जति तिमीले जितेको छौ त्यसको तिमीले धेरै गुणा पैसा हारिसकेका हुन्छौ। वास्तवमा भन्नुपर्दा 1xbet पैसा कमाउने ठाउँ होइन, यो त एउटा पैसा हार्ने जालो मात्रै हो। तिमीलाई यसमा तिमीले जितिरहेको जस्तो फिल भइरहेको हुन्छ, तर यथार्थमा भन्नुपर्दा तिमीले धेरै पैसा हारिसकेका हुन्छौ। सो द्याट इट्स नट अ one game, it's like trap।